दर्शकवृन्द नमस्ते। www.hkdarpan.com मा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। म इन्द्रलोकसम। दर्शकवृन्द, अहिले हङकङमा एउटा माहौल आएको छ जहाँ नेपालबाट विभिन्न किसिमका विभिन्न कलाकारहरू, अभिनेता, अभिनेत्री, गायक, गायिकाहरू, समाजसेवीहरू, हास्य व्यङ्ग्य कलाकारहरू ल्याएर हङकङमा एउटा भइरहेको जुन नेपाली सङ्घ संस्थाहरूले आफ्ना कार्यक्रमहरू निरन्तर रूपमा गरिरहनु भएको छ। त्यसैमध्ये अहिले सुदूरपूर्वी प्रवासी सङ्घ फियोना हङकङले पनि फियोना साँझ चौथोको कार्यक्रम आयोजना गर्दैछ। त्यस कार्यक्रमलाई अझै आफ्नो व्यापकताका साथ आफ्ना धुन, आफ्ना आवाजहरू, आफ्ना गायनहरू प्रस्तुत गर्नको निम्ति नेपालबाट चाहिँ राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालसँग आबद्ध कलाकारहरू, गायक गायिकाहरू अहिले हङकङ आइसक्नु भएको छ। यसै सन्दर्भमा मैले उहाँहरूलाई यो hkdarpan.com मा निम्त्याएर उहाँहरूले आफ्नो प्रस्तुति दिनुभन्दा अगाडिका कुराहरूलाई यथावत राख्दै जुन उहाँहरूले सङ्घर्ष गरिनुभएका ती दिनहरूका बारेमा हामी छलफल गर्नेछौँ। अहिले मसँग हुनुहुन्छ भूमिका सुब्बा। उहाँ अहिले मसँग हुनुहुन्छ। आउनुहोस् दर्शक पनि उहाँलाई कार्यक्रममा स्वागत। भूमिकाजी, कार्यक्रममा स्वागत छ। धन्यवाद। नमस्कार। हङकङ तपाईँको पहिलोचोटि? हजुर, पहिलोचोटि। कस्तो हुनुहुन्छ? आई एम भेरी एक्साइटेड। खुसी हुनुहुन्छ? एकदमै। हजुर। घुमघाम त दह्रो गरी चलिराखेको देखिएको छ सामाजिक सञ्जालतिर, हैन? हजुर, अब पहिलोचोटि हङकङको यात्रा हो, नयाँ ठाउँ, अलिकति अब यहाँका आयोजक साथीहरूले पनि घुमघाम त दह्रो गराइराखेको छ। हजुर, गराइराख्नु भएको छ। कस्तो अनुभव भइरहेछ? रमाइलो फिल भइरहेछ। अब उहाँहरूले सबैभन्दा ठुलो कुरा त अब हामीलाई यहाँबाट जुन फियोनाले इन्भाइट गरेर यो कार्यक्रम उहाँले अर्गनाइज गर्नुभएको छ, हामीलाई एउटा यो अपर्च्युनिटी दिनु नै हाम्रो लागि एकदमै ठुलो कुरा हो, होइन? त्यसमा पनि अझ उहाँहरूले नै सबै हामीलाई यो घुमाउने जुन काम गरिराख्नु भएको छ, यो एकदमै हजुर खुसी एकदमै खुसी छौँ हामी सबैजना। अब हामी अलिकति प्रसङ्गतिर लागौँ। तपाईँ एउटा राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपाल सङ्घमा पनि आबद्ध हुनुहुन्छ, होइन? हजुर। यो जुन तपाईँले आफ्नो साङ्गीतिक कला क्षेत्र चाहिँ त्यहीँबाट सुरु गर्नुभएको? एकदमै त्यहीँबाट हो। मेरो बाल्यकाल नै हामी त त्यतिखेर अब थाहा नपाइकन भनौँ न, सायद अब यो ठ्याक्कै भन्दाखेरि म चाहिँ एउटा यो पार्टी र ऊ पार्टी भनेर थाहा नहुँदैदेखि एउटा बच्चा बेलादेखि नै म चाहिँ अब सायद 11-12 वर्षदेखि नै बाल कलाकारको रूपमा कार्यक्रममा दाइहरूसँग नाच्ने। कहिले त्यसपछि तपाईँ जुन त्यो एउटा बाल मनस्ती हुँदाखेरि जुन एउटा तपाईँ सङ्गीतिक क्षेत्रमा आबद्ध भएर लाग्नुभयो, तर यो कुन संस्था के संस्था भनेर चाल पाउनु भएन। तर पछाडि चाहिँ कहिलेबाट तपाईँको दिमागमा यो आयो कि यो संस्था चाहिँ योसँग आबद्ध रहेछ भनेर? चाहिँ आबद्ध भन्नाले अब यस्तो खास त मेरो परिवारै पहिलाको भूमिगतकालदेखि अब ठ्याक्कै अब भन्दाखेरि अहिलेको नेपाल कम्युनिस्ट पार्टी एमाले, त्योसँग अब दाइहरू भूमिगत कालदेखि काम गर्दाखेरि नै हाम्रो एकदमै माहौलै त्यही भयो। अनि हामीले त्यो हिसाब त्यतिखेरको त्यो सांस्कृतिक कार्यक्रममा त्यसरी हिँड्यौँ। अब त्यो हिँड्ने क्रममा आफै अब ठ्याक्कै यही त भन्न सकिँदैन, होइन? अब तर पनि अब ग्रेजुअल्ली त अब उमेरको एज होइन बढ्दै जाँदाखेरि आफै अब त्यो चाहिँ यो चाहिँ हाम्रो चाहिँ यो पार्टीगत हिसाबको चाहिँ एउटा पार्टीको चाहिँ कार्यक्रम रहेछ भन्ने हिसाबले त्यसरी गइयो। र बिस्तारै बिस्तारै चाहिँ मैले स्टेज प्रोग्रामहरू गर्दै गएँ। 15-16 वर्षदेखि चाहिँ स्टेज प्रोग्राम गरेँ, 2-3 वर्ष। त्यस पछाडि सिङ्गल प्रोग्रामहरू, गीतहरू गाउन थालेँ। अब त्यहाँदेखि चाहिँ मैले चाहिँ एकदमै अब जनसांस्कृतिक परिवार, जनसांस्कृतिक मञ्च यस्तो यस्तो गर्दै चाहिँ अहिले चाहिँ अब कन्टिन्यू अहिले चाहिँ म राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको एउटा राष्ट्रिय समितिको कोषाध्यक्ष भएको छु। तर यो बिचमा चाहिँ धेरै लङ ग्यापको बिचमा भूमिगतै भएको हो। त्यो बिचमा भूमिगत भन्दा पनि कस्तो भने ठ्याक्कै मेरो 48 सालको लास्टतिर विवाह भयो। मेरो माइती चाहिँ झापा हो, घर 5 थर। बिहे भइसकिसके पछाडि
मैले के अरे त्यतिखेर अब 50 सालसम्म त मैले स्टेज प्रोग्राम बिए गरिसकेपछि पनि मैले गरेँ। 2-4 गीतहरू पनि मैले रेकर्ड गराएँ। तर त्यस पछाडि कस्तो भने मेरो श्रीमान पनि पोलिटिकल पर्सन भएकोले हजुर भएको हुनाले गर्दाखेरि मैले टाइम चाहिँ त्यतापट्टि चाहिँ मैले डाइभर्ट गरेको हो। तर अब महासङ्घको कार्यक्रममा चाहिँ म इन्भल्भ चाहिँ भइरहेको थिएँ। म त्यो के उसँग टोटल्ली डिस्कनेक्ट चाहिँ होइन। तर के भने ठ्याक्कै त्यसरी स्टेज प्रोग्राममा पहिल्यै के अरे जसरी मैले अगाडिको पिरियडहरूमा मैले फुल टाइम दिएर गरेको थिएँ त्यतिखेर त्यहाँदेखि मैले त्यतिखेर चाहिँ दिन सकिनँ। त्यसो भएको हिसाबले चाहिँ मेरो गायन क्षेत्रलाई चाहिँ त्यसरी डिस्कनेक्ट भएको हो भन्ने हजुर त्यो पिरियडमा हजुर। जब हामी अलिकति उसमै जाउँ अब यो तपाईँले जब जुन गायन क्षेत्र सबभन्दा पहिला अब यो नेपालमा विशेष गरेर भनौँ हामीले चाहिँ यो जनसांस्कृतिक मञ्च भन्ने बित्तिकै अलिक जनताका गीतहरू जनताका आवाजहरू होइन गाएर नै मान्छेलाई चाहिँ जनताहरूलाई एक ठाउँ एकीकृत गराउने भन्ने एउटा शक्ति हो भन्ने बुझिन्थ्यो। तपाईँले सबभन्दा पहिला त्यो स्टेजमा गाउनु भएको अथवा यो समूहमा आबद्ध हुनुभन्दा पहिला तपाईँले गाउनुभएको गीत कुनै याद छ भने हाम्रो दर्शक श्रोताहरूलाई सुगुनगुनाइदिनुहोस्। याद छ तर अब ठ्याक्कै सिङ्गल स्टेज पर्फर्मेन्स गरेको भन्दा पनि ग्रुपिङमा गरेको त्यतिखेर हाम्रो अब थुप्रै गीतहरूमध्ये हाम्रो चेतनारायण राई दाईले एकदमै के अरे पहिला गाउनु भएको त्यो गीत उहाँको चाहिँ अब यसमा हामीले चाहिँ नृत्य पनि गर्थ्यौँ र पछाडि अब यही गीतमा अब कति ठाउँमा स्टेजमा ग्रुपिङमा पनि गर्थ्यौँ। सानो टुक्रा गीत गरेर सुनाउनु हजुर। हो लैजा हावा बोकेर उडाएर पतिङ्गर सबै फोहोरलाई हो पतिङ्गर सबै फोहोरलाई हो लैजा हावा बोकेर उडाएर। धन्यवाद। एकदम यो गीत मैले सुनेको त्यति बेला अब हामी पनि एक प्रकारले त्यो त्यस्तो यो गीतहरूमा नगए पनि विशेष गरेर त्यति बेला चाहिँ अलिकति यो चलन चल्ती थियो त्यति बेलाको समयमा र त्यो गीत अहिले आइरहँदा यो गीतको औचित्य कति रहला? यो गीतको औचित्य त अब हेर्नुहोस् कुनै पनि पिरियडमा लेखिएको गीतहरू गाइएको गीतहरू विशेष गरेर विशेष परिस्थितिमा बनाएको गीतहरू को औचित्य त त्यसमा आफैमा पनि गहन रूपमा छ। हेर्नु यसले अहिले पनि यसको शब्द सङ्गीतहरू त्यो गर्यो भने त्यो पिरियडमा जुन एउटा माहौलमा बनाइएको गीत र एउटा माहौलमा गाइएको गीत अहिलेसम्म पनि त्यो जीवित छ। त्यसैले पनि त्यसको औचित्य के भन्ने उजागर हुन्छ। बरु अहिले हामीले जुन एउटा नयाँ ट्रेन्ड अब यो अहिले त पश्चिमेली उसले अलिकति म्युजिकहरूले अलिकति अब प्रभाव पनि पारेको छ। हुन त अब यो ट्रेन्ड अब हामीले पुरानैलाई फेरि कन्टिन्यू गर्दै ल्यायौँ भने हामी अब प्रगतिवादी भन्छौँ होइन। अनि प्रगति चाहिँ के का लागि त आखिर पुरानैलाई हामीले होइन त्यसलाई नै दोहोऱ्याएर ल्यायौँ भने त प्रगति के का लागि भन्ने क्वेसन पनि उठ्छ। तर त्यो बेलामा जुन गीतहरू गाइएको थियो रचिएको थियो सङ्गीत गरिएको थियो एउटा माहौल थियो त्यसले जुन माहौल क्रिएट गर्थ्यो त्यसको औचित्य अहिलेसम्म पनि छ र अब यहाँलाई लाग्छ त्यस्तो एकदम तर यति भूमिका चाहिँ यति भनिरहँदाखेरि खै त यस्तो प्रकारका गीतहरू अहिले सीमित कोठामा मात्रै सीमित भइराखेका छन् जो चाहिँ अलिकति त्यसप्रति इन्ट्रेस्टेड भएकाहरूले सुनिराखेका छन्। तर अहिलेको समय अहिलेको मानिस यति परिवर्तन भयो कि तपाईँले अघि भनिरहनु पाश्चात्य सङ्गीतले जरा गाडिसकेको छ होइन। त्यही भएर अब यसलाई चाहिँ अलिक तपाईँहरूले परिमार्जन गर्दै लाने हो कि के छ यसमा चाहिँ तपाईँहरूको विचार के छ? एक्ज्याक्टली तपाईँले एकदमै राम्रो कुरा उठाउनु भयो। यो देखिरहेकै कुरा पनि हो होइन। यही कारणले गर्दाखेरि वास्तवमा भन्यो भने पहिलाको हाम्रा यस्ता राम्रा कलाकारहरू सिनियर दाईहरू हुनुहुन्छ जो चाहिँ एउटा झापा आन्दोलन त वास्तवमा झापा आन्दोलन उठाएको भनेको त एउटा त्यतिखेरको चाहिँ के अरे साङ्गीतिक टोलीले होइन भन्नु न त्यतिखेर चाहिँ। तर के रूपमा मात्रै लियो भने त्यतिखेर यो कुरा सम्झिँदाखेरि चाहिँ मलाई नै अहिले दुःख लाग्छ। किनभने अब त्यतिखेरको जुन एउटा कलाकार दाईहरू हुनुहुन्थ्यो अग्रज दाईहरू कलाकार मेरै साथीहरू हुनुहुन्थ्यो सबै कता आफ्नो ठाउँमा। अहिले मैले तपाईँले भनिरहँदा सिनियरहरू अहिले
उहाँहरू जब त्यति बेलाका सिनियर जो अहिले धेरै फड्को मारेर उहाँहरू चाहिँ त्यो क्षेत्रबाट फड्को मारेर अहिले पक्का रङ्गीन दुनियाँको सङ्गीतमा आउनुभएको छ। त्यही तरिकाले उहाँहरूले अहिले आफ्नो व्यवसाय पनि फस्टाइराख्नु भएको छ र यो जनसंस्कृतिसँग आबद्ध हुनेको अवस्था चाहिँ के होला अहिले? तपाईँले जुन भनिरहँदा एउटा कुरा चाहिँ म अलिकति फरक भएँ, किनभने जुन त्यसलाई फड्को मारेर जुन रङ्गीन दुनियाँमा छ भनेर भन्नुभयो, केही साथीहरू छन्, केही दाईहरू होलान्, तर पनि जुन त्यो बेलामा हामीले जुन एउटा दाईहरूको एउटा जुन साङ्गीतिक समूह होइन, एउटा सांस्कृतिक टोली जुन थियो आन्दोलन उठाउनेहरू, तर एक्चुअली उहाँहरू चाहिँ वास्तवमा भन्यो भने पलायनै हुनुभएको जस्तो मलाई चाहिँ लाग्छ है। अब हामी त उहाँहरूसँगको पछिको होइन, त्यही ग्रुपमा हुनुभयो, सिनियरहरू पलायन हुनुभयो। किनभनेदेखि त्यतिखेर भनेको एउटा के अरे हामी बारम्बार हामी सांस्कृतिक कर्मीहरू हामी त एउटा तपाईँलाई मैले अघि पनि भने हामी त एउटा पार्टीसँग आबद्ध भएको, त्यहीसँग अहिले उठेर यहाँसम्म आइएको छ होइन। यो अहिले हामी यहाँनिर जुन हिसाबले प्रतिनिधित्व गर्दैछौँ त्यो पनि स्पेसियल्ली यहाँको फियोना पार्टीसँग आबद्ध भएर हामी पनि त्यही हिसाबले पार्टीको ढङ्गले उपस्थिति हो हाम्रो यो फियोना साँझ पनि। त्यसले गर्दाखेरि हो एउटा त्यतिखेर कस्तो लियो भने नेताहरूले जुन भाषण गर्ने बेलामा मास जम्मा गरिदिने एउटा माहौल क्रिएट गरिदिने उसको रूपमा मात्रै कलाकारहरूलाई प्रयोग गरियो भन्ने अहिले उहाँहरूको पनि त्यो छ। तर हामीले पनि सोचेको त त्यही हो। तर अहिले चाहिँ अब जेवा पनि अब हामी त पार्टीसँग आबद्ध भएर आएको कलाकार हो, हामीले नै लड्नुपर्छ। यो कुराहरू पार्टीमा बारम्बार एकदमै एक्ज्याक्टली त्यसैको हो, त्यसैको लडाइँमा हो अहिले हामीले जितेर हाम्रो एमालेको केन्द्रीय सदस्यमा हाम्रो राष्ट्रिय जनसांस्कृतिक महासङ्घको के अरे अध्यक्ष खगेन्द्र राई चाहिँ यसपालि हामीले केन्द्रीय सदस्यमा पुर्याउन सफल भयौँ। र सदस्य भन्नाले सांस्कृतिक केन्द्रीय सदस्य कि एमालेको पार्टीको केन्द्रीय सदस्यमा अस्तिको 9औं महाधिवेशनदेखि त्यो त हाम्रो एकदमै ठुलो अचिभमेन्ट हो। ओहो, त्यसो भएपछि अब जुन यो अहिले तपाईँहरूको अब निरन्तरता दिइरहँदाखेरि के छ त आर्थिक स्थितिहरूको बाँच्न सकिन्छ सकिँदैन होइन? के छ अब पार्टीलाई मात्रै समर्पित गरेर जीवन बिताउने हो कि अब आफ्नो पनि अलिकति त मेलोमेसो मिलाउनु पर्ने चाहिँ के छ, कसरी चलिरहेको छ अहिले? एकदम यो चाहिँ एकदम गहिरो कुरा तपाईँले एकदमै उठाइदिनु भयो, यसको लागि धेरै धेरै धन्यवाद। पार्टीसँग एफिलिएट भएर एउटा सांस्कृतिक एउटा आबद्ध भएर पार्टीकै एज अ कार्यकर्ता अथवा पार्टीकै एउटा कलाकार भएर बाँच्न त गाह्रो छ। त्यही भएर तपाईँले पछिल्लो समय अलिकति फेरि यता अलिकति बेग्लै सङ्गीततिर पनि लाग्नुभएको हो? बेग्लै भन्नाले त्यस्तो बेग्लै त होइन, सङ्गीत त एउटै ठाउँमा छ, आफ्नै जग्गा छ, तर त्यो सम्बोधन गर्ने सम्बोधन जुन गीतमा सम्बोधन गरिन्छ होइन, विभिन्न प्रकारको ट्रेन भनौँ न, ट्रेन जस्तो त्यो ट्रेन चाहिँ अलिकति चेन्ज भएको होइन? चेन्ज अब समय अनुसार अलिकति चेन्ज चाहिँ गर्नै पर्छ। भूमिगत भइसकेपछि भनौँ, मैले अघि भूमिगतै भने होइन, तर भूमिगत भन्नु तपाईँले आफ्नो बाध्यता बताउनु भयो, त्यस पछाडि आउनुभयो सङ्गीतमा आउनुभयो, फेरि जनसांस्कृतिक कलाकारको सङ्घमा पनि एउटा आबद्ध हुनु भएको छ होइन। त्यस पछाडि त्यो मात्रै नभएर अहिले तपाईँले फेरि अब विशेष गरेर यो नेपाली महिलाहरू हिन्दू नारीहरूको तीजको गीत गाएर पनि निकालिरहनु भएको छ होइन। यो कता कता अलि अमिलो जस्तो पनि लाग्छ होइन? हो, तपाईँले सही भन्नुभयो। किनभने अब त्यो हेर्दाखेरि अब भूमिकाको एउटा पहिलाको ब्याकग्राउन्ड होइन, मेरो बच्चादेखिको एउटा बाल कलाकारदेखिको एउटा स्ट्रगल गरेर आएर अहिले यहाँसम्म आएपछि त्यो ट्रेन किन त ठ्याक्कै परिवर्तन गर्नुभयो, चेन्ज गर्नुभयो भनेर क्वेसन उठाउनु भएको, त्यो एकदम ठिक हो। कस्तो भने अहिले अब के अरे तीज भनेको ठ्याक्कै हामीले यो हिन्दू र यो के अरे कुनै पनि यसलाई जातीयतामा नउगरिकन हामी नेपालमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनीहरूको चाहिँ यो नेपाली दिदीबहिनीहरूले यो तीजलाई चाहिँ अहिले यो जात उजात नभनिकन एकदम त्यसलाई मनाउने चलन छ। अनि फेरि अहिले कस्तो पनि भयो भने यो अहिले अब ठ्याक्कै यो अहिलेको यो जुन एउटा महाभूकम्प गयो, यसले चाहिँ एउटा नेपालमा महाविपत्ति पनि आएको छ। यतिखेर अब हाम्रो नेपालमा सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरू छोराछोरीहरू सबै विपत्तिमा परेको अवस्था छ। ठ्याक्कै यसलाई चाहिँ मैले चाहिँ अब माहौल अब यो तीजको पनि आइरहेछ र
यता यो हामीलाई फियोना साँझले पनि यहाँनिर बोलाइरहेको अवस्था र त्यतिखेर अब यहाँ आउँदाखेरि मैले ठ्याक्कै हङकङमा एउटा कोसेली के बोकेर जाने भन्दाखेरि साथीहरूसँग यसो सरसल्लाह गर्दाखेरि उहाँले मलाई सल्लाह दिनुभयो तिज पनि आइरहेछ एउटा यस्तो खालको माहौल छ यसैलाई चाहिँ एउटा शब्दमा उत्यो गरेर उहाँ दिदीबहिनीहरूलाई स्पेसली दिदीबहिनीहरूलाई तिज आइरहेको बेलामा कोसेली हुन्छ बरु यो एउटा गर्नुहोस् के अरे राम्रो हुन्छ भनेर उहाँहरूले गर्नुभयो र यसमा चाहिँ अरू कुनै पनि ठ्याक्कै त्यो शब्दहरूको कुरा गर्नुहुन्छ भने कुनै पनि पहिलाभन्दा फरक छैन ठ्याक्कै ट्रेन मात्रै अब भूमिकाजी त्यो कोसेली चाहिँ हाम्रो दर्शक श्रोतालाई सुनाइदिनुहोस् भरे तपाईँले गर्ने कार्यक्रममा छँदैछ हाम्रो skdarpan.com हेरेर बसिरहनु हुने संसारमा अहिले हेरेर बसिरहनु भएको छ उहाँहरूलाई चाहिँ सुनाइदिनुहोस् त पोहोर सालको तिजमा लिन दाजुभाइ आइथे पोहोर सालको तिजमा लिन दाजुभाइ आइथे भुइँचालोले कोही मार्यो कोही माइती घाइते यसपालि रहेनन् मेरो माइती गाउँ ती जाउँदा पनि भाकी छुरुने ती जाउँदा पनि भाकी छुरुने भन न सङ्गिनी अब कता जाउँ भन न सङ्गिनी अब कता जाउँ भन न सङ्गिनी अब कता जाउँ न एकदमै राम्रो गाउनुभयो यो जस्तो अब अहिले जुन हामी अब कार्यक्रमको अन्ततिर आइसकेका छौँ जस्तो अब अहिले यो गीतहरू गाउनुभयो होइन अब इनकमिङ तपाईँले कुनै त्यस्तो एल्बमहरू आफ्नो लागि बनाउँदै हुनुहुन्छ यहीसँग एउटा अर्को पनि अहिले भर्खरै मैले नयाँ सायद विमोचन पनि गर्न पाएको छुइनँ एउटा भूमिका भन्ने मेरो पुरानो गीत छ त्यसमा 3टा जति त्यस पछाडि अरू 2टा नयाँहरू प्लस गरेर मैले एउटा एल्बम गर्दैछु हजुर अब त्यो पछाडि चाहिँ अब सायद अब यसलाई म ब्रेक गर्दिनँ होला कतिवटा जति तपाईँले एल्बम निकालिसक्नु भएको छ अहिलेसम्म एल्बम त ठ्याक्कै मैले मेरै नाममा मैले नै गरेको भन्दा त यो 2टा हो तर मैले एल्बम अर्को एउटा मालिङ्गो सैसै भन्ने गोविन्द इम्सुङसँग लोक दोहोरी पहिला गरिसकेको छु यसलाई भिजुअल बनाउनु भएको छ कि छैन यो तिजको गीतलाई चाहिँ भिजुअल गरेको छ अरू गीतहरुमा भिजुअल बनाउने अरू गीतमा चाहिँ अब यो मेरो भूमिकाको चाहिँ त्यहाँनिर अब सरसल्लाह गरेर कुन चाहिँमा राम्रो हुन्छ एउटा गर्ने विचार छ र यो अगाडिको चाहिँ हाम्रो यो अब ठ्याक्कै महासङ्घको क्यासेटहरूको चाहिँ भिजुअल छ अनि यो भिजुअल बनाउँदाखेरि भूमिका नेम्बाङको भूमिका मोडलमा हुन्छ कि हुँदैन मोडलमा त हुँदैन किन हैन म चाहिँ एउटा गायिकाको रूपमा मात्रै चिनिन चाहन्छु मैले धेरै गायिकाहरूलाई सोधेँ मोडल हुनुहुन्छ कि हुनुहुन्न यही प्रश्नको उत्तर सोद्धाखेरि एन्सर यही मात्रै आउँछ है अब जाँदा जाँदै अब हामी अन्त नै आइसकेका छौँ हामी तपाईँले आफ्नो व्यस्तताको समय बावजुद हामीलाई समय दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद र अहिले संसारभरि हेरिरहनु हुने हाम्रो skdarpan.com हेरिरहने दर्शक श्रोताहरूलाई आफ्नो भनाइ मैले कतिपय सायद यो सोधिदिए हुन्थ्यो यो चाहिँ भनिदिए हुन्थ्यो भन्ने कुराहरू सायद नपुगेको हुनसक्छ त्यसलाई मिलाएर हाम्रो दर्शक श्रोतालाई तपाईँको सन्देश दिनुहोस् मलाई यहाँसम्म बोलाएर जुन एउटा मेरो एउटा परिचय मेरो मनका कुराहरू जुन राख्ने मौका दिनुभयो skdarpan.com लाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु र त्योभन्दा पनि विशेष गरेर हङकङसम्म बोलाएर यहाँ एउटा माहौल क्रिएट गरिदिनु भयो राष्ट्रिय जनसांस्कृतिक महासङ्घ यो हो र राष्ट्रिय जनसांस्कृतिक महासङ्घका कलाकारहरूले पनि यस्तो खालको गीत सङ्गीतहरू प्रस्तुति गर्ने क्षमता राख्दो रहेछन् भन्ने एउटा जुन परिचय दिने एउटा हामीलाई चाहिँ मौका दिनुभयो यसको लागि विशेष गरेर यहाँको फियोना र यहाँका हङकङको हाम्रो पार्टीका विशेष साथीहरूलाई चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु र यसरी नै भूमिका सुब्बा भनेर चिन्ने सम्पूर्ण मेरा प्यारा आदरणीय दर्शक महानुभावहरूलाई श्रोता महानुभावहरूलाई फेरि पनि यसरी नै माया र आदर दिनुहोला एकदमै माया गरिदिनु होला हामीले निकालेका मैले निकालेका जुन गीतहरू सङ्गीतहरू छ सुनिदिनु होला माया गरिदिनु होला धेरै धेरै धन्यवाद नमस्कार हवस् त दर्शकवृन्द अहिले हाम्रो राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका
गायिका भनौँ त्योसँग सम्बन्धित गायिका भूमिका सुब्बासँगको छोटो भलाकुसारी आजलाई यति नै। प्राविधिक मित्र अमृत गुरुङका साथ मलाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्ते।